र ए सावित्री किन स्कुल नपठाएको नानीलाई तैँले के गर्न अब एचएससी गाडी त हाल्यो अब ओपन गरेर दिन्छु भन्दै थियो ए ससुरालीमा साह्रो पर्ला है त्यसलाई खै अब दैबै जानु होस् गर अलिक औ साथी तिमीहरूलाई एउटा कुरा याद छ के कुरा त्यो सुरज दाजुको छोरा छ नि अरे केटी छ नि उयो मेकअपहरू गर्दै हिँड्दा केटीहरू जस्तै हो अन्त मैले त्यस्तो लाउँछ साँच्चै नै शिशुको बारेमा भएन त्यो कुरा गर्नु त हुँदैन नि होइन हौ मैले पनि त गाउँमा सुनेको केटीहरू छिजेर टिपाए पत्याएर मेरो गराएर मार्छ है तिमीहरूलाई मारिरहेछ बोलेर सबैजनाले हप्छ ए त्यो के गर्नु घरमा नानी के गर्दा दिदीकै जान्छ अनि म हल्ला नगरिकन परिचय गर्न अब खाना खाने बेला हुन आँटिसक्यो बाटो हेरेर चाहिँ हिँड्नुपर्छ अहिले म नभएको भए तपाईँ झन्डै लड्नुभएको हेलो थ्याङ्क यू तपाईँलाई अनि तपाईँको नाम नि सपना ए तपाईँको मेरो रोहन तपाईँलाई त यहाँ कहिले हेर्छुन् त हजुर म हिजो मात्र आएको यो गौडुलना भनेर नि अहिले कहाँ बस्दै गर्नुहुन्छ म अहिले ऊ माथि त्यो कोइली होमस्टे छ नि हजुर त्यहीँनिर बस्दैछु ल त हजुर अहिलेलाई बिदा पाउँदा है हुन्छ सपना म कमान कालिम्पोङ के घरमा हुँदै बस ल अनि आजदेखि त तपाईँको हक छुट्टी गर्नु भएको होइन आज हेरेर भोलिदेखि चाहिँ बस्नु भनेर बस्दा गरे ल हुन्छ आऊ सपना के गर्दैछौ बसिरहेको छु जाउँ होइन घुम्नु पर्खलामा त ल ल के भन्छ डुल्नु यो के साह्रो केटीहरूसँग मात्रै हिँड्छ छ्या के हुन्छ हौ अरे तपाईँ कहाँ जानुभएको ए त्यो घुम्दै ए आउनुहोस् न एकछिन चौतारामा बसौ एकछिन गफ गरौ बिस्तारै आउनुहोस् है अनि तपाईँको घरमा चाहिँ को हुनुहुन्छ अनि तपाईँ सिङ्गल हुनुहुन्छ हजुर ए भाइ तपाईँ मेरो नम्बर लेखिराख्नुहोस् न कोही बेला काम पर्छ 8327504747 सेभ गरिराख्नुहोस् ल सुन्नुहोस् न तर रिसाउन पाइँदैन है म तपाईँलाई अस्तिदेखि हेरेको तपाईँलाई मैले पहिलो नजरमा नै तपाईँलाई मैले प्रेम गर्न खोजेको थिएँ तपाईँलाई मैले यो संसार यो आकाश यो हरेक पृथ्वी भन्दा पनि प्यारो लाग्न थालेको छ चाहिँ तपाईँले मलाई स्वीकार्नुहुन्छ हजुर ए रोहन र चोपडाको आजदेखि लभ पर्यो त्यो राणामा सँगै चढौला नि उकालो झर्ने सँगै ओह्रालो तिमी र म घुम्न जाउन अनि झर्को घामले पोल्दा नि झरी पर्दी हल्ला नि तिमी बिरतीको छाता ओढाउन पर्सु माया जालैमा मै खाइदिउँला गालैमा हुन्छ कि नै हुन्न भन अनि जलमा एक्लै छड्छौ कि
अलपत्रै पर्छौ कि साथ फेरो लाउँछौ कि नै भन न ओ बैगुनी भए माया नमारे नि कहिले हो निष्ठुरी भए भुली नजानु नि कहिले हो बतासैमा कपाल भरेर राख न सम्हाली जाने भला पानी त्यो डाँडामा खेर घाम लाग्यो घमाइलो लाग्यो मलाई रमाइलो तिमी र म घुम्न जाऊ न फेरि घामले मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता उडाउला म कमानबाट आइसक्यो यत्रो टाइम भइसक्यो आउँदैन त आयो कता गयो कहाँबाट गयो त उयो तल बेलाको छोरी मान्छे भएर यसो डुल्छस् उयो त उता गएको थिएँ नि हो तेरो उही तल हेलो हेलो सपना घर पुग्यो पुग्यो त ए अन्त के गर्दैछौ बसिरहेको छु सुन न भन भोलि हस्पिटल डाँडामा भेट्न आउन ल हस्पिटल डाँडा अँ म घरमा ट्राई गर्छु ल भन्ने ल ल जसरी भए पनि ट्राई गर ल ओके होइन यो कसैमा बोल्दैछ ल आमाले त कसैमा त कसैसँग बोल्दैछ ले फोन लेखेर यो छोरी भएको पनि केही काम छैन एउटा काम कहिले जाने अहिले जान त जा तर छिटो आइज नि हुन्छ यो त सपना होइन के गर्दै साथीले त्यहाँ किन मलाई तिम्रो लाग्यो त्यसै किन त्यस्तो गफ गर्न के गफ गर्नु त त्यसै बोलाएको भन्नु न अब हेर हामी रिलेसनसिपमा पनि बसेको यतिका दिनहरू भइसक्यो सो हामी पर्सि नै भागौँ न ल म पनि अब पर्सि घर जानेछु के भन्छ यो मान्छेले हो राम्रो भनेको मैले अब म पनि त पर्सि गइहाल्छु फेरि म अब घरिघरि आउनु पनि सक्दिनँ म गर्नु सक्दिनँ फेरि आमालाई एक्लै छोडेर घरमा कति प्रब्लम छ त्यही पनि अब तिमी एकपल्ट विचार गरिहेर के हुन्छ म सक्दिनँ किन रिसाएको अनाउको छ ए सपना सुन केटा भेट्न आएको यो साह्रै खराब भइसकेको छ पछि तेरो आमालाई भनिदियो साह्रै बिग्रिसकेको छ यो सरकारले देख्यो अब घरमा भनिन्छ म गएको ल ल ल सावित्री बहिनी सावित्री बहिनी हजुर तिम्रो छोरीले तिम्रो नाक काट्ने भयो त माथि केटासँग बस्यो तिम्रो छोरी त सम्झाउ है सम्झाउ तिम्रो छोरीलाई मेरो अभिनयमा पनि बिगाडिसक्यो ल सम्झाउ अब यो अभिनयलाई पनि अब त्यो केटीसँग हिँड्नु दिनु हुँदैन त्यसलाई पनि घर गएर एकपल्ट राम्ररी सम्झाउनु पर्छ अभिनव के गर्यो तैँले मेरो घरको नाम बदनाम गरिदिन्छ अबदेखि यस्तो गर्दा तेरो हुन्छ मोखानले मलाई यस्तै भनेको यसो मेरो के गल्ती के मेरो अधिकार छैन बाँच्यो यस्तो घर आएपछि हुन्छ आमा के सुन्दैछ केटा भेट्न गएको छ अरे अबदेखि त केटाहरूलाई भेट्नु मात्रै जाँदा त्यो खुट्टा भाँचिदिन्छु म आजकलको नानीहरू के भएको उम्रिँदा तिन बातेहरू छाडा हुन्छ हेलो हेलो सपना के भयो ठिकै चाहिँ छौ हाम्रो बारेमा घरमा चर्चा मलाई तिमीसँग नभेट्नु भनेको छ हामी आज नै भागिहाल्छौँ ल फेरि नगर म तिमीलाई मन्दिरमा पर्खिरहेको हुन्छु त्यहाँ आऊ ल ल अनि यो त सपना होइन कहाँको बेक्सेप बोकेर हेर्नु घरमा सबै थापाएर आज म र रन भाग्न आँटेको 18 वर्षमै त के भएको यस्तो कता कताबाट आएको मान्छेहरूसँग नबुझी नगरे त्यस्तोहरू हे साथी दुःख पाउँछ चाहिँ अहिले नै बिहा नगर उसले मलाई सुकुममै राख्छु भनेको चाहिँ आइपर्छ
खै अब म त के भन्नु र दुःख पाउलास् नि पछि ल म गएको ल घरमा आमाको खाएर राख्छु ल ल ल साथी उसले के गरिहाल्यो भने मलाई कल गर न ल बाई बाई यो भगवानलाई साक्षी राखेर आजदेखि तिमी मात्र मेरी तिमीले मलाई धोका त दिँदैन नि मबाट यस्तो कदापि पनि हुँदैन तिमी मलाई आँखा बन्द गरेर विश्वास गर्न सक्छौ पहाडको माथि माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिहिँड्ने बादल हौ तिमी बादल हौ त्यो बादल हो पहाडको माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिहिँड्ने बादल हो त्यो बादल हौ तिमी बादल हौ कहीं घाम जुन लुकाइदिने कहिले आफै पहाड बीच लुकी बस्ने कहिले कहीं घाम जुन लुकाइदिने कहिले आफै पहाड बीच लुकी बस्ने बिजुली भई कहिले कहीं चम्किदिने पागल जस्तै उडिहिँड्ने बादल हौ तिमी बादल हौ त्यो बादल हो पहाडको माथि घुम्दै उडेर आकाशको चारैतिर फैलिएर पागल जस्तै उडिहिँड्ने बादल हो त्यो बादल हौ तिमी बादल हौ त्यो बादल हो सपना ओइ सपना पैसा दे मलाई छैन पैसा दे भने बुझ्दैन छैन भनेको अनि त्यत्रो पैसा कहाँ लुकाउँछ छैन भनेको बुझ्नुस् न मुख लाग्छस् तँलाई मुख लाग्छस् पैसा दे भनेको मैले त्यत्रो दुःख गरेर कमाएको तँले रक्सी खाएर सक्नुभयो यसरी घर कसरी चल्छ भन्नुहोस् त एउटा मलाई मुख पो त्यहाँ भोलिसम्म मलाई पैसा नदे त सपना ओइ सपना हजुर पानी ले त
तँलाई मैले यो तातो पानी खान्दिनँ भने कतिपल्ट भने तेरो पानी खा। ओइ तैँले मेरो नाक काट्ने रहेछ कति सम्झाउनु कति भन्नु त अब लास्ट चान्स बुझि अब यस्तो गर्दा तेरो हुन्छ। बोखाले मलाई यस्तै भनेको मेरो अधिकार छैन र भान्तीले मलाई किन यस्तो सताइदिएको मलाई जति दुःख दिन्छस् दे म त सही दिन्छु बरु रोइदिन्छु हे दैव जति दुःख दिन्छस् दे म त सही दिन्छु बरु रोइदिन्छु तर केही गुनासो छैन तेरो जिन्दगीसँग तेरो जिन्दगी। तँलाई मैले त सम्झाएको मात्रै थिएँ तैँले किन यस्तो निर्णय लिएको छोरा? मैले त गाउँको मान्छेले कुराहरू काटेर तँलाई असल छोरा बनाउनु सम्झाएको थिएँ। उठ न छोरा। एउटा कुरा थाहा छ तिमीहरूलाई? के कुरा? भर्खर बनाएको थियो अभिनम खर्च छ नि कसरी खै ह्यान्डलिङ गरे रे हौ बिचारा उसले त प्रेसर पनि परेको होला है बाउको। त्यही त है बाउको त सोच्नु है त्यसले त्यही त तर बाउले पनि त है बाउले पनि अब आफ्नो छोरा जस्तो हो भनेर कुट्यो नसम्झेर है ल्यालु छिटो तिमी त पछि जानुपर्छ होला। हेलो के गर्दै थिएस? काम गर्दैछु। ए सुन्न अभिनमले पनि सुसाइड गर्यो त। ला कहिले? अघि। साँच्ची हो र? नि कस्तो नपत्ताको साँच्ची नै हो। ला नआउने त अन्त म त आउनु पाउँदैन होला नि। ए आइज न कस्तो साथी खस्दाखेरि यस्तो भनेको हौ। ल टाइम पायो भने आउँछु। ल ल ल राखेँ ल। ल तँ कोसँग बोल्दैछस्? साथी हो। खै हेरौँ तेरो साथी आफूले अरूसँग बोल्दा त अरूसँग बोल्दा त त्यसरी बोल्दा त बोल्दा आफूले त्यसरी बोलेको देख्यो भने तेरो हुन्छ। हेलो ओइचा है किन रुको? होइन मैले साथीमा बिहा गरेर गल्ती गर्दैछु दिनदिनै खुट्छ मलाई। हो मैले अस्ति भनेको थिएँ होइन बिहा नगर भनेर दुःख पाइस् होला। साथीमा बिहा गरेर गल्ती गरेछु। के गर्छस् अन्त अब? थाहा छैन के गर्छु। हेर्नु पुरा खुट्छ हो पैसा खाँदैन मान्छ म कहाँबाट गर्नु नि। हेर अब तँ त्यहाँ नबस् त्यहाँ बसिरहेस् भने मार्छ तँलाई कुटेर आइज भोलि नै। ल ल आमा
आमा के गर्नु छोरी मैले तँलाई सम्झेकै हो तँलाई मात्रै गयो भनेर मेरो नाक काटिहालेँ अब के गर्छु दुःख पाइहालेँ सानोमा बिहा गरेर अब गाउँकोले पनि के सोच्ने हो खै थाहा भएन के गर्छस् तेरो बुद्धिले गर्दा भएको हो यस्तो यस्तोलाई त हाम्रो गाउँमा राख्दै हुँदैन है त्यही त यिनीहरूले गर्दा हामी मात्रै बिग्रिन्छ सावित्री ए सावित्री तेरो छोरीलाई लिएर बाहिर आइज किन के भयो तपाईँको छोरीलाई गाउँबाट निकाल्नु तिम्रो छोरीले गर्दा हाम्रो गाउँ बदनाम भइसक्यो उसलाई नबेला निकाल्नु मेरो छोरीलाई के गर्न खोजेको तपाईँहरूले उठ ला हेर त त्यहाँ के हुँदैछ जुमिन त हेरौँ तपाईँले यहाँ के गर्नु भएको नाक काटिसकेपछि सानोमै बिहा गरेर अनि तपाईँहरूले पहिल्यै पुलिस एनजिओहरूलाई खबर गर्नु पर्थेन तपाईँहरूले पहिला केस गरेको भए आज यो दिन पनि हुन्थेन अहिलेको जमानामा नानीहरू फोनमा लकहरू परेर यस्तै केसहरू आउँदैछ के होला सानोमै कस्तो बिहा गरेर दुःख पाउँछौ अब तिमीले गरिहाल्यौ हो अब अरू नानीहरूलाई पनि सम्झाउनु यस्तो नगर भनेर